खेती यो के अरे पोहोर काँक्रोबाट 7 लाख कमायो भनेको यस्तै खेती गरेर तर अब भन्नु त मान्छेले पत्याउनु चाहिँ पत्याउँदैन अहिले मैले नसोचेकै भयो पोहोर चाहिँ 7 लाख कमाउँछ भने सपना नि देख्नु भएको थियो कस्तो लाग्यो भने है अनि त्यो यो एउटा सानो नेट जोडे के मेरो छोराले जिटी गरे के नेट जोड्नु पर्छ मम्मी भने उसलाई चाहिँ त्यो खेल्नु पर्ने रहेछ गेम अनि होइन भने नि उसले झगडा गरे छोराले गर्नुपर्छ है चाहिन्छ लौ त अहिले उ गरिहाल्यो भनेर मैले त्यो नेट जोडेँ हजुर जोडिसकेपछि अनि के आउँछ कहाँ युट्युबमा यस्तो यस्तो आउँछ भनेर बाबुले भन्यो अनि मैले युट्युबमा हेरेँ है अनि युट्युब हेरेर चाहिँ जे होस् त्यो नेट जोडेर मैले 7 लाख कमाएँ भनौँ न अरूले के गर्यो तर म फेसबुक यताउता झ्याउ लाग्छ है युट्युब चाहिँ हेर्नुहुन्छ युट्युबमा हेर्दाखेरि काँक्रोको यस्तो भएर खेतीमा यस्तो भएर उस्तो भएर भन्ने आउँदो रहेछ है अनि त्यो हेर्दा म यति बिरुवा लाउँदा के होला भने मेरो सोचले अनि लोकल बिउ नै हो लोकलै हाम्रो घरकै अनि मेरो घरको मान्छेले यो के गर्नु लाग्यो यो अनेक नगर भन्ने कारण पलाएर काँक्रोको दल राख्दै गऱ्यो अनि गेडा पनि नभए मकै छरौँला नि म यो खाइखुइ जोतेर अहिले के भयो भनेर भने घरको मान्छे गर्दै लाँदा त कति भने 500-600 बुट्टा काँक्रोको झ्याङ भएछ अनि त्यहाँ अब यति भइसक्यो रहर लाग्दो भयो बिरो है थाङ्रा त दिनै पर्यो के गर्नु यो थाङ्रा जङ्गल छ फेरि आफ्नो त्योतिर यो पारी स्कुल मुनि सबै मेरै हो सर यो पल्लो जङ्गल सबै मेरो यो तलबारी 12 रोपनी मेरै छ अनि थाङ्रा काट्ने मान्छे लाउने गर्छ फेरि खुइया गर्यो कसले किन्छ यो मान्छेले देख्दा पनि बेजेत अब माथिबाट मान्छे के गरेको होला फलानाले यो काँक्रो फल्न आफूलाई नि मन भित्री लाज पनि लागेको छ अनि कहिले काहीँ त बाहिर त मान्छेले के भन्नु बाहिर निस्किन नि लाज लाग्यो मलाई मन फेरि सोधेँ कसले के गर्नु कसरी ऋण गर्यो के गरेको छैन कसरी जुवा खेलेको छ नि पास आफ्नो विचार नि आफ्नो बारे भन्ने जस्तो हुने के अनि गर्दै लगेँ अब बाहिरतिर यताउता जानु लाज लाग्यो अनि पछि त आफूलाई चाहिँ पहिला चाहिँ लाज लाग्यो है मान्छेले के भन्दा माथि डाँडाबाट ओहो फलेर के गरेको भन्छ है अनि त्यहाँ त्यसो हुनु पछि त सर यतिका हारलुस हुँदै आयो है आएपछि आफ्नै मनमा त कस्तो लाग्यो भने अब बिक्री हुने रहेछ यसपालि पहिला त बिग्दैन न त्यो आफ्नो त्यत्रो त लगानी गयो नि है बिग्दैन भने आफू के गर्नु अनि गऱ्यो अनि आफूले चाहिँ फेरि एकातिर युट्युबमा यति लाख कमायो उति लाख गरेको अनि त्यहाँ यसो गरेर पछि त काँक्रो त दिनका दिन आज एक गाडी फल्छ भोलि एक गाडी फल्छ पछि दिनका दिन काँक्रो टिप्दाको हैरान भयो है त अनि त्यहाँ त काँक्रो त 7 लाखको फल्यो अनि हाम्रो घरको मान्छेले भनेको पैसा त म त जीवनमा पहिलोचोटि चाहिँ कमाएको पैसा हो यो फोटो खिचेर किन्नु पर्दैन मैले फोटो खिचेरै राखेको तर सर अब सक्दैन जीवनको पहिलोचोटि नै हो त पोहोर कमा यो आँप पर्ने छैन हजुर यो आँप होइन लड्या यो लड्या त्यो मेरो बाबाबाट सिकेको हजुर बाबाले त्यो बेलामा 3,60,70,000 बेच्नु भएको त्यो भैँसी चाहिँ एउटा हो हजुरको भैँसी तल एउटा छ यहाँ 2टा अनि पोहोर त 4वटा थियो एउटा माउ बेच्यो अस्ति हजुर अनि खसी 2-3टा छ माउ बाख्रा 2-3टा छ 6वटा जति छ हाम्रो खेती चाहिँ आउँदैन हजुरलाई म देखाउँछु यो चाहिँ अलि सानो हो यसमा चाहिँ थाङ्रा दिन बाँकी भ्याएको छैन यसमा चाहिँ यो जग्गा चाहिँ धेरै रहेछ त कति रोपनी छ यो जग्गामा त काँक्रा लगाएको मात्रै यो जग्गा छ होला खै कति रोपनी छ यो चाहिँ हजुरलाई म देखाउँछु हाम्रो काँक्रोको बगान चाहिँ यस्तो छ जता जाँदै हुन्छ हजुरलाई जता सजिलो हुन्छ त्यतै ल
यसपालि चाहिँ कति जति कमायो होला त तपाईँको यसो अन्दाज? यसपालि चाहिँ पोहोरको भन्दा झन् बढी पो भएछ रोप्दै लाँदा। ए अब झन् आम्दानी पनि अलिक बढी नै होला नि त। अब भयो भने त बढी नै हुन्छ त्यो उसले गर्दा चाहिँ। अब यो बोर्डको हिसाबले चाहिँ अब भएन भने। अनि सुन्नु नि यो काँक्रालाई अनि यो भिटामिनहरू अनि यो फल लगाउने हर्मोनहरू के युज गर्नुहुन्छ कि हुन्न? छैन भनेपछि यो रोप्ने हो त्यही फल्छ। यसलाई चाहिँ विकासको मल चाहिँ हालेको छ पहिला है। त्यो युरिया सेतो मल हाल्नु भए? पहिला कालो मल हाल्यो अस्ति भर्खर युरिया र कालो मिसेर हालेको छ। अनि पहिला चाहिँ बस्तुको मल चाहिँ यति यो एउटा खाडलमा यति हालेको छ जस्तै 4 केजी 5 केजी जस्तै। होइन ठिक छ अनि फेरि पछि आउँला नि त। बाटो राखेको छ यसरी यहाँ बिचमा हिँड्ने है। यो कति फरममा लाउनु भएको नि एउटा बोर्डदेखि अर्को बोर्ड 1 मिटर? ए ट्र्याक्टरको अनुसार राम्रो गर्नु भएको रहेछ नि त्यसो भए त। अनि मलाई मिसिन चाहिँ बिग्रिँदाखेरि ए ट्र्याक्टरले नि जोड्ने के गोड्ने हो? मिसिनले नै हो यो। अनि कसरी जोड्ने छिर्छ त? यो छिर्छ यो मिसिनकै नाम हो। ए भनेपछि तपाईँलाई गोड्न पनि के अरे एकदम छिटो छरितो हुने भयो है? मिसिनले सर्कल गरिसकेपछि अनि यसको माटो हामीले उगेर मात्रै दिने हो। ए राम्रो रे। यसरी फेदमै फलिराखेको छ। ए यहाँ पनि बाटो छ यसरी बाटो राखेको छ। हजुरहरू 2 जना मात्र हुनुहुन्छ घरमा चाहिँ? अहिले 2 जना छ। बाबु 11 को परीक्षा दिएर हिजो आइपुग्यो। ए कहाँ मन्थली हो पढ्ने? काठमाडौँ। काठमाडौँ हो? काठमाडौँ पढेको छ। ए जियोस् फल चाहिँ अब मजाले लाग्दै रहेछ। धेरै चाहिँ यस्तो फेदमै फलिराखेको छ। काँक्रो चाहिँ फेदमै छ। पोहोर चाहिँ यति गएर मात्रै फलेको थियो। ए यसपालि चाहिँ तलैबाट तलै फलेको छ। ए राम्रो फले रहेछ ल। तलै फलेको छ। लगभग यो जग्गा त होला है 2 रोपनी भन्दा नि बढी होला सर। यसरी फेदमै फलिरहेको छ काँक्रो चाहिँ। अनि बाटो यहाँ बजारको त समस्या हुन्न यहाँ गाडी आउँछ होइन? सिभिलीको मान्छे आउँछन्। अनि पोहोर चाहिँ सबसे कम रेट चाहिँ कतिमा बेच्नु भयो? हामीले पोहोर चाहिँ 70 हो कम रेट। लास्टमा चाहिँ 60 हो के अरे न भदौ असोजतिर चाहिँ नत्र त धेरै सबै धेर जस्तो चाहिँ 70 हो। 70 हो। ए 70 ले नै बडी सबसे बडी रेट चाहिँ कति? 70 नै हो। 70 नै हो। 70 60 बेच्दाखेरि 7 लाख रुपियाँ।